हेलो साथीहरू नमस्ते। आज पनि म नयाँ मिनी भ्लग लिएर आइसकेको छु। सबैले माया गरिदिनु होला है त। आज चाहिँ मैले जलुगोको रेसिपी लिएर आएको छु है। यो जलुगो चाहिँ को मनपर्छ है, मलाई अनि मेरो फ्यामिलीलाई चाहिँ एकदमै मिठो लाग्छ कि है। यो चाहिँ खोलाको नजिकमा पाउँछ होइन। यो लगभग यसको टेस्ट चाहिँ गाबा जस्तै हो, पकाउने तरिका पनि लगभग गाबा जस्तै। यसलाई चाहिँ मैले केलाइवरी गरेँ होइन, केलाएर चाहिँ टक्क अब धुनको लागि रेडी गर्दैछु। यता चाहिँ मस्याङ चाहिँ तातो पानीमा उमाल्दै थिएँ। यसमा चाहिँ गेडागुडी मिसाउँदा एकदमै मिठो हुन्छ। हेर्नु न मेरो हातमा त्यसको चोप लागेर। अनि मैले चाहिँ यसलाई मजाले पखाल्दैछु है, मजाले राम्रोसँग पखालेर यसलाई चाहिँ त्यही मस्याङसँगै सिटी लगाइदिने हो कि है। अब यसलाई चाहिँ ट्याक्क मस्याङमा मिसाएँ है। मिसाएर चाहिँ अब त्यसमा चाहिँ बेसार अनि नुन अनि त्यसपछि खुर्सानी र मसला अनि लसुनको पेस्ट हालेँ मैले। पेस्ट हालिसकेपछि चाहिँ अनि हल्का तातो पानी राख्ने, तातो पानी राखेर चाहिँ थोरै तेल राखेरलाई चाहिँ यसलाई मजाले सिटी लगाइदिनुपर्छ कि है। 10-12 सिटी लगाएपछि यो मजाले पाक्छ। यसलाई चाहिँ मैले अहिले हावा फाल्दैछु कि त्यो प्रेसर कुकरको। ल हेर्नु है त अहिले यतिको भएको छ। अहिले चाहिँ हेर्नु न त्यो मजाले बाक्लै छ नि त। मजाले यसलाई चाहिँ फिट्नुपर्छ। यो चाहिँ टुक्रिन्छ कि सबै फिटिसकेपछि चाहिँ। अनि यसलाई चाहिँ झान्नको लागि चाहिँ मैले यता तेल तताएँ। तेल तातिसकेपछि चाहिँ त्यसमा चाहिँ लसुन फुराउने र यो सुकेको खुर्सानी फुराउने। यसले चाहिँ झन् स्वाद एकदमै मिठो हुन्छ है। अनि मजाले यसलाई चाहिँ ज्वाइँ झानिदिनुपर्छ कि। अनि थोरै चाहिँ यसमा चाहिँ अमिलो पनि मिसाउनुपर्छ है। टमाटरहरू चाहिँ नराखे पनि हुन्छ कि यसमा चाहिँ चुक कागतीहरू एकदमै सुहाउँछ। सबैले नै यसरी ट्राई गर्नु होला हेर्नु है। मैले चाहिँ